नमस्कार साथीहरू, आज म हजुरलाई एसियन हाइवेबाट मात्रै छैठौँ घडेरी बन्दै गरेको एसियन हाइवे देख्नुभयो र सिधै अलिकति अगाडि जाने भने सलकपुर बजार छ भने यता पछाडिपट्टि भने गोठगाउँ र सलकपुरको बिचमा रहेको पाथिभरा मन्दिर नजिकै रहेको हाइवेबाट छैठौँ घडेरी बिक्रीमा आएको छ। दस्तुर जग्गा छ भने मूल्य मात्रै 38 लाख राखिएको छ र यसमा पनि मिल्ने ठाउँ छ भन्नुभएको छ जग्गादानीले। यहाँलाई मनपर्छ भने सिधा सम्पर्क डाइरेक्ट जग्गादानी चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र यो चाहिँ बन्दै गरेको एसियन हाइवे ठुलो देख्नुभयो भने एकदम राम्रो लोकेसनमा विराट चोकबाट बेलबारी पनि यहाँबाट नजिकै छ भने इटरी पनि नजिकै पर्छ। र यो बाटो सिधै यो ठुलो बाटो यो फुलबारी मार्ग भन्छ, यो मार्गको छैठौँ घडेरी छ, हाइवेबाट छैठौँ घडेरी रहेको छ। र इच्छुक हुनुहुन्छ यहाँको बजेटले पुग्छ भने 38 लाख दाम राखिएको छ र यसमा पनि मिल्ने ठाउँ छ। सिधा सम्पर्क डाइरेक्ट जग्गासँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। जग्गा यही छ, कालोपत्रे 20 फुटे बाटो देख्नुभयो, पिच गरेको बाटो भने जग्गा यही हो। 38 बाई 52 फिट, मुख 38 छ भने लम्बाइ 52 फिट लामो रहेको छ र दुई साइडै घर बनिसकेको छ। र यता शाखा बाटोहरू पनि सब पिच भइसकेको देख्दै हुन्छ यहाँले। यो शाखा बाटो सब पिच भइसकेको छ र हाइवेबाट नजिक एकदमै नजिकै छ, मात्र छैठौँ घडेरी। यो घडेरी हो भने पश्चिम मोडा भएको देख्नुभयो। र हाइवेको दक्षिण साइडमा पनि बाक्लो बस्तीहरू देख्नुभयो भने यो चाहिँ सुन्दरहरेचा नगरपालिका वार्ड नम्बर 8 मा रहेको छ यो घडेरी चाहिँ। र वरिपरि एकदम बाक्लो बस्ती तपाईँले देख्नुभयो र बन्दै गरेको एसियन हाइवे पनि नजिकै छ। बस्नको लागि एकदमै राम्रो र व्यवसाय गर्छु भन्नलाई मिल्ने आवास तथा व्यावसायिक दुवै प्रयोजनको लागि हुने जग्गा रहेको छ, बिक्रीमा रहेको जग्गा। र नजिकै पाथिभरा मन्दिर छ। यतापट्टि चाहिँ यो गोठगाउँ चोक, यो चाहिँ गोठगाउँ चोक मैले एरो गरेर देखाएँ भने यो चाहिँ पाथिभरा मन्दिर छ। अहिलेको यहाँ चर्चित हाइवेमै रहेको यो पाथिभरा मन्दिर छ भने यो चाहिँ फुलबारी मार्ग ठ्याक्कै यो सँगै रहेको फुलबारी मार्गमा रहेको दस्तुर जग्गा रहेको छ। र किता नम्बर यहाँ तपाईँले देख्नुहुन्छ 10-17 किता नम्बर देख्नुभयो भने क्षेत्रफलमा चाहिँ दस्तुर भनेर देख्नुभयो, 10-17 किता नम्बर। र पुरा ठेगाना भन्दाखेरि चाहिँ जिल्ला मोरङ सुन्दरहरेचा नगरपालिका वार्ड नम्बर 8 फुलबारी मार्गमा पर्छ भने यो चाहिँ साबिक मृगौलिया 9 कमा पर्छ। र दस्तुर जग्गा देख्नुभयो यहाँले, मुख 38 छ भने लम्बाइ 52 फिट लामो देख्नुभयो र बाटो कालोपत्रे पिच 20 फिट देखिहाल्नु भने पश्चिम मोडा भएको। मूल्य मात्रै 38 लाख राखिएको छ र यसमा पनि केही मिल्ने ठाउँ छ। हजुरले सिधा सम्पर्क डाइरेक्ट जग्गासँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ अनि रेटको विषयमा मिलाएर लिन सक्नुहुनेछ। धन्यवाद।